गृहमन्त्री बनेको 27 दिनमै कुर्ची छोड्न बाध्य भएका पूर्व गृहमन्त्री सुदन गुरुङमाथि छानबिन हुने भएको छ। सरकारले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा 3 सदस्यीय शक्तिशाली छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा वैशाख 28 गते बसेको मन्त्री परिषदको बैठकले समिति गठन गरेको हो। सरकारले छानबिन समितिलाई केवल 15 दिनको समय सीमा तोकेको छ। 15 दिनभित्र समितिले पूर्व गृहमन्त्री गुरुङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयहरूमा सत्य तथ्य पत्ता लगाई राय सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाउनु पर्नेछ। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहनु भएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको अनुसन्धानमा तानिएका विवादित व्यवसायी दीपक भट्टसँग सुदन गुरुङको व्यावसायिक साझेदारी र विभिन्न सेयर कारोबारमा संलग्नता रहेको विवरण सार्वजनिक भएपछि उहाँमाथि गम्भीर प्रश्न उठेको थियो। मन्त्रीको रूपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेसँगै गुरुङको आय र लगानीको स्रोतबारे चौतर्फी आलोचना र प्रश्न उठ्न थालेको थियो। विवाद बढ्दै गएपछि गुरुङले मन्त्री बनेको 27औं दिनमा पदबाट नैतिकताको आधारमा राजीनामा दिनुभएको थियो। राजीनामा दिँदै गर्दा गुरुङले भन्नुभएको थियो, म माथि निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले मैले राजीनामा दिएको छु। उहाँले नैतिकताको आधारमा मार्ग प्रशस्त गरे पनि अहिले गठित यो समितिले उहाँमाथि लागेका आरोपहरूको कानुनी र प्रशासनिक चिरफार गर्नेछ। 15 दिनको यो छोटो डेडलाइनले के सङ्केत गर्छ भने सरकार यो मुद्दालाई चाँडोभन्दा चाँडो निष्कर्षमा पुर्याउन चाहन्छ र पूर्व गृहमन्त्री गुरुङलाई पुनः गृहमन्त्रीमा ल्याउन चाहन्छ। अबको 15 दिन उहाँको राजनीतिक जीवनकै सबैभन्दा ठूलो अग्नि परीक्षा हुनेछ। Gods of Nepal for entertainment and information.